साथीहरू, आज कुरा गरौँ किन धेरै नेपाली पुरुषहरू र महिलाहरूको पेट चाहिँ यस्तो देखिन्छ। पेटको वरिपरि चाहिँ बोसो, पेट चाहिँ पुटुस्स निस्केको, तर हात खुट्टा चाहिँ एकदमै पातलो है। यसलाई हामी स्किनी फ्याट भन्छौँ र यस्तो हुँदा चाहिँ फ्याटी लिभर हुन सक्ने सम्भावना एकदमै धेरै हुन्छ। यो के कारणले हुन्छ भने नेपालीहरूको डाइटमा एक्सेसिभ मात्रामा कार्बोहाइड्रेट हुन्छ। हामीलाई अति नै मनपर्ने भात र रोटी, हामी चाहिँ एकदमै धेरै चाहिँ कार्बोहाइड्रेटमा डिपेन्डेन्ट हुन्छौँ र हाम्रो डाइटमा प्रोटिनको मात्रा अति नै कम हुन्छ। अनि गुलियोको त कुरै नगरौँ, जता गुलियो त्यता नेपाली भुलियो। हामीलाई अति नै मनपर्ने मिठाईहरू होइन, र चियामा चिनी त कति मनपर्छ है। र हामीले प्याकेटको तेल, भेजिटेबल सिड ओइलहरू पनि एक्सेसिभ मात्रामा युज गर्छौँ है। यो पनि एउटा रिजन हो स्किनी फ्याट हुने। अनि अर्को मेन चाहिँ रिजन चाहिँ के हो भने फ्रिक्वेन्ट स्न्याकिङ, छिनछिनमा खाने बानी है। त्यो कारणले पनि हाम्रो पेटको वरिपरि चाहिँ बोसो जम्न थाल्छ। अब के गर्ने त, यस्तो फ्याट चाहिँ हजुरको एक्सर्साइज मात्रै गरेर घट्दैन, त्यसैले डाइट मेन्टेन गर्नुपर्छ। अब हामीले डाइटमा चाहिँ हाम्रो कार्बोहाइड्रेटलाई चाहिँ अलिकति कम गर्ने, सकेसम्म लो राख्ने र प्रोटिनको मात्रा बढाउने होइन। र हजुरले युज गर्ने भेजिटेबल ओइलहरूमा चाहिँ हजुरले प्याकेटको तेलहरूमा चाहिँ हजुरले अल्टरनेट के युज गर्न सक्नुहुन्छ भने हाम्रै घर आँगनमा बनेको घिउ, नरिवलको तेल यस्तो युज गर्न सक्नुहुन्छ। र प्लिज छिनछिनमा खाने बानी छोडौँ होइन, र फास्टिङ गर्ने बानी बसालौँ। हस्त, धन्यवाद।